नमस्कार, देप्चुली सरोकारमा तपाईलाई हार्दिक स्वागत छ। म अर्जुन सापकोटा। देप्चुली टेलिभिजनको एउटा पृथक प्रस्तुति कार्यक्रम देप्चुली सरोकारमा हामी समाजसँग प्रत्यक्ष रूपमा सरोकार राख्ने त्यस्ता विषयवस्तुहरूलाई उठान गर्ने गर्छौं। आज पनि नयाँ विषयवस्तुका साथ हामी कार्यक्रम देप्चुली सरोकारमा उपस्थित छौं। तपाईले कार्यक्रम अवधिभर हेरेर साथ दिनुहुनेछ, हामीले यही अपेक्षा लिएका छौं। आजको देप्चुली सरोकारमा हामी यस्तो विषयवस्तुलाई उठान गर्दैछौं। नेपालबाट हरेक दिन जसो बालबालिका हराएको सूचना हामी सुन्छौं। ती बालबालिकाहरू हराए पछाडि भेटिएका खबरहरू कम मात्रामा पाउने गर्छौं। ती हराएका बालबालिकाहरू कहाँ जान्छन् वा भेटिएका बालबालिकाहरू कसरी हराइरहेका छन्? आजको देप्चुली सरोकारमा हामी काबोसुती नगरपालिका भित्रको एउटा बालक करिब 20 महिना पहिले हरायो र अहिले घरमा फर्कियो। विशाल कुँवर 12 वर्षको विजय कुँवर 12 वर्षको त्यो अबोध बालक कसरी भारतको कोठीमा पुग्यो र ऊ कसरी फर्केर घरमा आयो? एउटा बालकलाई उभाएर नेपाली समाजमा बालबालिका प्रति बढिरहेको चुनौतीलाई आजको देप्चुली सरोकारमा हामी छर्लङ्गै देखाउने प्रयास गरेका छौं र आजको सोही विषय नै देप्चुली सरोकारको विषय बनेको छ। साबिक काबोसुती छ कि यिनी हुन् देवी कुँवर। उनको आँखा रसाइरह्यो 20 महिनासम्म। आफ्नो छोरा हराएपछि उनको दिन रात आँसुमै बित्यो। छोरा हराएको 20 महिना बित्दा पनि छोरालाई भेट्ने आशा नमारिकन छोराको प्रतीक्षामा उनका हरेक पल बिते। तर उनका छिमेकीहरूले छोरा फर्किने आश मारिसकेका थिए। छोरा जिउँदो छ या छैन उनलाई थाहा पत्तो थिएन। तर उनले छोराको इन्सुरेन्स समेत गराइदिइन्। 12 वर्षको छोरा विजय खेल्न भन्दै घरबाट निस्किएपछि ऊ साँझ घर फर्किएन। दिन, हप्ता, महिना, वर्ष नै बित्यो। उनका छिमेकीले ऊ फर्किने आशा मारिसकेका थिए। कतै छोरा भेटिन्छ कि भनेर धामी, झाँक्री, ज्योतिष कहाँ कहाँ पुगिनिन्, कुन मन्दिर पुगिनिन्, छोरा खोज्न कुन ठाउँ पुगिनिन्, तर पनि छोरा भेटिएन। छर छिमेकीले भन्थे तेरो छोरा मरिसक्यो, अब आउँदैन। यस्तो भन्दा उनी भक्कानो छोपेर रुन्थिन्। तर पनि आमाको मन त हो, आशा मार्न कहाँ पो सकिन्छ र? तर त्यही आशाले गर्दा उनको छोरा यही श्रावण 6 गते फर्किएको छ, खुसी लिएर। तर यो समाजलाई नयाँ पाठ सिकाउँदै र नेपाली समाजलाई नयाँ चुनौती थपिदिँदै। तिमी कसरी पुग्यौ भारत? कोही ले गया था, कोहीले लिएर गए थियो मलाई। त्यही भएर धरवा गए थिएँ म नआउन। त्यो बेलामा तिमीलाई कोही मान्छेले लग्यो? कसरी लग्यो? म नहाएर माथि गए थिएँ, बुद्ध भगवानको मन्दिर थियो। त्यो लुगा उगा लाउनु आएको थियो। एउटा फौजी आयो। त्यो चक्लेट दिएको मलाई थाहै थिएन कि यो यस्तो। खाएँ मैले। त्यो लुगा उगा लगाएँ। त्यसपछि आफै चक्कर आउनु थाल्यो। त्यसपछि बेहोस। जब होस खोल्यो त बर्डर नतन भयो। त्यो मान्छेले चक्लेट दियो, खाए पछाडि तिमी बेहोस भयो। अनि कहिले थाहा पायो तिमीले? कहाँ पुग्दा होस आयो? बर्डर।
सुनौली बोर्डर। त्यस पछाडि तिमीले के भन्यौ त्यहाँ पुगे पछाडि अब त्यो मान्छेलाई मलाई किन लिएको या म कहाँ जाँदैछु बाहिर भनेर? थिएन, किसीको भित्र थियो म, कसै डिब्बा उब्बा बक्सको भित्र थियो। होस खोलेपछि त मुखमा पट्टी हात बाँधेको थियो। मुखमा र हातमा पट्टी बाँधेको थियो। त्यहाँ लाँदा चाहिँ कसरी लग्यो, केमा राखेर लाग्थ्यो? बेहोस भएपछि बक्सा जस्तो थियो, टाइट सामान थियो, थाहा होइन के हो क्या। तिमीले कहाँ लगेर खोल्यो त्यस पछाडि? पहिले त स्टेसनमा खोल्यो, स्टेसनमा निकाल्यो बाहिर, त्यो हेऱ्यो केही भएन, फेरि बन्द गरिदियो, फेरि ट्रेनमा बसालेर इलाहाबाद। स्टेसनको सबै नाम आउँछ, त्यसलाई सबै यसै गरेर लिएर गयो इलाहाबाद। त्यहाँ पुगेपछि के गर्यो तिमीले? जस्तो नेपालबाट तिमीलाई कोही मान्छेले लग्यो बेहोस बनाएर, त्यहाँ पुगे पछाडि त्यो मान्छेले काम लगायो कि पिट्यो कि मलाई किन लिएको या मलाई यहाँ कसरी ल्यायो भनेर तिमीले सोध्यौ कि नै त्यो मान्छेलाई? सोधेको सबैभन्दा पहिले त 2-3 दिन तक त्यत्तिकै राख्यो। कहाँ राख्यो? आफ्नै वहीँ बिल्डिङ घरमा थुनेर राख्यो कि त्यत्तिकै छोडिदियो? थुनेर। धेरै थियो त्यहाँ बच्चाहरू, 17 जना थिएन। सबै घरमा 17 जना बच्चाहरू थियो एउटा कमरामा। ठुलो कमरा था, बिल्डिङ थियो ठुलो। तिमी जस्तै बच्चाहरू 16-17 वटा थियो। त्यो बच्चाहरूले के गर्थ्यो तिमीसँगै बस्दा? तिनीहरूले के भन्थे? मलाई पनि भन्छन् तिमी कहाँबाट आएको, तिमीलाई पनि यिनीहरूलाई लगाएको क्या? त हाँ भनेको मैले पनि तिमीहरूलाई पनि यस्तो लगाएको र भनेको, त हाँ भने तिनीहरूले पनि। तिनीहरू बच्चाहरू नेपालकै थिए कि अन्त कतैका थिए? कोही नेपालकै थिए, कोही इन्डियाको थिए, कोही बिहारकै थिए। नेपालीहरू पनि थिए। तिनीहरूलाई के काम लगाउँदो रहेछ त्यो मान्छेले? त्यही कसैको म जस्तो कसैको त माथि कमरामा गएर काम गराउँथ्यो। अर्को कमरामा त थाहा भएन के गराउँथेन, के नै गराउँथेन। तिमी त्यो 16-17 जना बच्चाहरूसँगै बस्यौ, खाना दिन्थ्यो कि नै? दिन्थ्यो। के दिन्थ्यो? शाकाहारी। बिहान बेलुकै दिन्थ्यो कि कहिलेकाहीँ भोगो पनि बसाल्थ्यो? 24 घन्टामा दिन्थ्यो। 24 घन्टाको एकचोटि खाना दिन्थ्यो? नास्ता उस्ता त दिँदै रहेथ्यो। तिमीसँग रहेको बच्चाहरू छ नि, जस्तो तिमी त्यहाँ पुगे पछाडि नेपालबाटै गएका केही बच्चाहरू थियो भन्यौ तिमीले, तिनीहरूले के काम गर्दो रहेछ? तिनीहरू कसरी पुगेको रहेछ त्यहाँ? वो त उनीहरूले लगाएको, हामीहरूभन्दा त पहिल्यै गइरहेको हुन्थ्यो तिनीहरू त। भन्नाले तिमीलाई जस्तै गरेर बेहोस गराएर लगाएको रहेछ कि उनीहरूलाई ललाइ फकाइ गरेर के गरेर लगाएको रहेछ? जेलाहरू पनि त त्यस्तै गरेर लगाएको होला। मभन्दा त पहिले तिनीहरू गइरहेको थिएन। तिनीहरूले केही भनेनन् मलाई यसरी लियो अनि तिमीले तिनीहरूलाई सुनायो कि नै म यसरी आएँ भनेर? तिनीहरू त हिन्दी बोल्थेन सबैभन्दा पहिले त। अनि पछाडि तिमीले हिन्दी बुझ्न थालेपछि तिनीहरूसँग कुरा गर्यौ? त्यसपछि त सब अलग अलग धीरे धीरे अलिअलि गर्दै गर्दै सबै अलग अलग हुन्थ्यन्। कोही माथि कमरा, कोही तल्लो कमरा। घरबाट बाहिर निस्किन दिन्थ्यो कि नै? त्यो 20 महिनासम्म त्यो एउटा घरमा बस्यौ नि, त्यति बेलासम्म तिनी 16-17 जना बच्चाहरू त्यहीँ थिए कि बिस्तारै तिनीहरू हराउँदै जाने या बाहिर जाने गर्थे, के थियो? 17 मासु कति त कोही कमरामा जान्थेन्, माथि अर्कै कमरामा, बाहिर त कोही पनि जान्दिनन्। जसको हात खुट्टा काटेको हो त्यसलाई छोडिदिन्थेन् बाहिर, भिख माग्दैथिन्। जब त्यही घरको मान्छे आएपछि त्यसलाई जो पैसा बिहानबाट बेलुकीसम्म जो पैसा पाएको तिनीहरूले लिन्छन्, फेरि लैजान्छन्, त्यहीँ बसालिदिन्छन्, खिलाउँछन् पिलाउँछन्, फेरि बिहान लाएर राखिदिन्छन्। कोहीलाई म जस्तै काम, कोहीलाई अर्कै काम, यस्तै गर्छन्। कसरी फुत्क्यौ त त्यो जालोबाट तिमी? तिनीहरू बच्चाको लागि कपडा जुत्ता मोबाइलहरू लिन गएछन् सपिङ। त्यति बेला झ्याल खुल्ला थियो, भित्रबाट चुक लागेको थियो। पर्दा हुन्छ सिसाको नि, सबै एक ठाउँमा गट्ठा गरेर घरि एउटा कमराबाट एउटामा गएँ, एउटाबाट एउटामा गएँ, एउटाबाट एउटामा गएँ। त्यसपछि निस्क्यो? दिवाल थियो, पर्खाल थियो, त्यहाँ इँटा एउटा निक्लेको थियो, त्यो इँटालाई निकाल्थ्यो, त्यसमा खुट्टा राखेको बार।
अनि त्यसपछि बल्ल नेपाल फर्क्यो। त्यसपछि होइन सोधेँ कसैलाई त्यहाँबाट त तिमी त्यहाँबाट घरबाट निस्के पछाडि के गर्यौ या त्यस पछाडि तिम्रो दिनहरू चाहिँ कसरी बित्यो? तिमी त्यहाँबाट सिधै अर्को दिनै नेपाल आयौ कि 2-4 दिन त्यतै बस्यौ, के गर्यौ? 5-6 दिनमा सोधेँ अर्कोलाई। त्यहाँबाट त रेलहरू देखिन्थ्यो स्टेसनहरू, त्यहाँबाट सोधे गए स्टेसन त्यही थियो नजिकै। स्टेसन गएर सोधेँ अर्कैलाई हिन्दीमा कि यहाँबाट नेपालको गाडी कसरी मिल्छ। तो मैले भने तिनीहरूले भने कि यहाँबाट गोरखपुरको गाडी पकड लो सीधै भन्थेन। तो गोरखपुरको गाडी कति बजे आएगा आउँछ, कति नम्बरमा आउँछ भनेको। तो मैले भनेको उनलाई कि गोरखपुरको गाडी कसरी चिन्न लाउने हो। तो त्यसमा गोरखपुर नत्र भने अर्कैको ठाउँ लेखेको गाडीमा आउँछ यति नम्बरमा सोधेर चढेर जाने के भने थे। तो म गोरखपुर आएँ। गोरखपुर पछि फेरि गोरखपुरमा सोधेँ यहाँबाट नेपाल कसरी जाने हो। तो त्यसले भने गोरखपुर त्यहाँबाट नतनमा जाऊ। त्यहाँ यस्तै गाडी नम्बर कहाँबाट आउँछ भनेको मैले। तो त्यसले तो उनले भन्नुभयो मलाई कि यहाँबाट जाऊ, यहाँबाट गाडी पकड के गोरखपुरबाट नौतनमा जाऊ। नौतनमा भन्नुभयो। तो कति नम्बरमा आयो मैले सोधेको। 3 नम्बरमा आउँछ भन्नुभयो उनले, प्लेटफार्म 3मा। तो 3मा गएँ म। त्यति बेलामा होइन, बिहान आयो भोलि। तो भोलि बिहान आयो, भोलि बिहान 9 बजे 9 साढे 9 बजे त्यहाँबाट हिँड्यो गाडी। तो म नौतनमा पुगेँ बेलुकी बिहान बजे गाडीमा। त बेलुकी नौतनमा पुगेँ। नौतनमाबाट टेम्पूलाई यस्तो यस्तो भने त टेम्पू मान्यो। बसलाई भन्यो भने त बस मान्दैन। अनि त्यो 5-6 दिनसम्म तिमीसँग पैसा थियो कि न? के खायो? कुछ दिन मिले पाए त पाए, नपाए त नपाए। कति दिन भोकै बस्यो? 5-6। नेपाल आएपछि खाना चाहिँ खायो कि नै? कहाँ, घर आएपछि खाएँ। कति दिनपछि खाना खायो? 5-6 दिन, 5-6 दिन पछि। 6 दिन पछाडि खाना खायो। अनि तिमी नेपाल आए पछाडि बाटोमा गाडीले वा रेलमा चढ्ने बेलामा पैसा मागेन तिमीलाई? रेलमा त सानो बच्चाको लिँदैन। नेपाल आए पछाडि नि? नेपाल आएपछि त बसहरू मान्दैन नि। एउटा बस थियो भैराबाट काठमाडौँको लिएको थियो, भैराबाट जाँदै थियो। तो त्यसमा डिग्गीमा न चाबी थियो न अट्काउने केही थियो। त्यति बेला कोही पनि थिएन। खोलेर हेरेर पछाडि तो सामान थियो, बक्सा लट्ठीको बक्सा थियो। त्यसलाई यता छारे। तो त्यसको पछाडि गएर बसेँ। त्यसलाई आफ्नो तरफ खिचेर गएँ। तो त्यसमा पाल पनि थियो, अलि ठुलो थियो, 4-5वटा पाल थियो। तो बिहान थिएन, दिउँसो थियो। रातिको लगभग कति बजे थियो, 8 कि 9 बजे घर आएको सिधै। यहाँ आएर चाहिँ कसरी ओर्ल्यौ त डिक्कीबाट? डिक्कीबाट हेरेँ। तो थकाल चोकमा आएँ। तो थकाल चोकमा चिनेन, पिपलको रुख थियो चोकमा। तो घाँटी भए मैले चिनेन, अलि अगाडि गयो। कहाँनिर गएर ओर्ल्यौ? फिल्म हल चोकमा चिनेँ मैले। फिल्म हल चोकभन्दा अलिकति अगाडि झरेको। त्यहाँबाट हिँडेर आएँ। घर आए पछाडि छोरो हराएको या बेपत्ता भएको यत्रो 20 महिनासम्म हुँदा घरमा आउँदा चाहिँ कस्तो लाग्यो? कस्तो लाग्यो घरमा आउँदा पहिलोचोटि? अब कुनै मान्छेले नेपालबाट बियोस गराएर इन्डिया लग्यो, त्यस्तो दुःख दियो, अनि तिमी भागेर नेपाल आयौ। घरमा आउँदा कस्तो वातावरण सिर्जना भयो? वहाँ से जब आए तो मम्मी बाबाहरू सबै थिएन। फिर आए तो उसके बाद सबसे पहले तो बिपनाउदाबाट आउँदै थिए। आन्टीहरू यता बस्नुभएको थियो। यता इधर कोठीमा झगडा गर्दै हुनुहुन्थ्यो। के भनेर झगडा गर्दै हुनुहुन्थ्यो? कि म त यहाँबाट जहिलेबाट म यहाँ आएको छु तहिलेबाट कति पहचान छु, हेर्नुभयो तपाईँले, देख्नुभयो भन्नुभएको थियो। त्यसपछि भान्सामा गएर भान्सामा हेरेँ
तो पूजा थी, पूजाले थाहै थिएन मलाई कि यहाँ यो पूजा हो। कसरी चिने कि नै? चिने थिएन म। त्यसपछि यता आएँ, तो हेऱ्यो यताउता, ठुलामाको घर पनि चिने थिएन। अनि तिमीले म छोरा हो भनेर भन्यौ कि नै? कसलाई? बाबा। सिधा आएर त सबैभन्दा पहिले त हेरेको हो कि यिनीहरूलाई देखेपछि त मैले चिनेको छैन कि यिनीहरू त लाग्यो जस्तो कि घर छोडेर गएन, अर्कै मान्छे आएर बसेन जस्तो लाग्यो। त उताबाट बिपना आयो। तिमीलाई चाहिँ कसले चिन्यो त? चिनेको होइन, बिपना दिदी आउनुभएको थियो उताबाट। मैले चिनेको बिपना दिदीलाई आफै। मैले यता बोलाएको दिदीलाई, दिदी डरेर छिटो भित्र जानुभयो। अब बाबालाई भनिदिनु भयो कि हेन्तु बाबा बाहिर को लड्का केटा खडा उभियो, त्यो बाबा आउनुभयो, देख्नुभयो, उता लानुभयो, भेटाउनु भयो। त्यसपछि त भिड। त्यस पछाडि चिन्जान। त्यसपछि बुवा मम्मी रुनुभयो कि? किन तिमी रोयौ कि नै? म पनि त रोएँ। किन रोयौ? खुसीको आँसु निक्लिन्छ अन्त। ती दिनहरू अहिले सम्झिँदा या त्यो सानो बच्चालाई एउटा कोठीमा लगेर काम गराउँदा या काम गर्दा त्यो यातनाहरू दिएका तिमीले हातमा डामहरू देखायौ, कहाँनिर डाम छ? एउटा यहाँ पनि छ। के भएको? नमानेपछि काटिदिन्थ्यो। केले काटिदिन्थ्यो? ब्लेडले। के भन्थ्यो र तिमीले मान्ने थिएनौ? उही भाडा उनीहरूले भन्थेन मलाई, म मान्दिनँ, त्यही भएर उनीहरू मलाई काटिदिन्थेन। भाडा मार्न कलर लगाउन मान्थेन मैले, त्यही भएर काटिदिन्थेन। कसैको किडनी छैन, कसैको खुट्टा छैन, कसैको हात छैन, कसैको आँखा छैन, यस्तो यस्तो सबै बेचिदिन्छन् काटेर। त्यहाँ भएको बच्चाहरूको किडनी, आँखा, त्यो त्यहाँ धेरै जसो अपाङ्गहरू थिए? नपाङ्ग चाहिँ त धेरै त अपाङ्गै होंगे, 6-7 थिए अपाङ्ग। अनि तिमीलाई त्यो 20 महिनासम्म के गर्यो? या काम मात्र हरायो कि कुनै काम मात्र अरू के पनि? त्यही कमरामा घरभन्दा बाहिर निस्किन पाइँदैन। लाने मान्छे चाहिँ कस्तो थियो? मुसलमान थियो, दाढी राखेको थियो लामो, मुसलमानको टोपी लाउँथ्यो, कुर्ता लाउँथ्यो सेतो, सुरबार पनि सेतो लाउँथ्यो, माला। नाम चाहिँ के थियो त्यसको? नाम थियो लल्लु पण्डा। कति वर्षको जस्तो देखिन्थ्यो मान्छे? बुढो, धेरै बुढो पनि छैन। त्यो घरमा त्यो मात्र थियो कि अरू सदस्यहरू अरू पनि थिए मान्छेहरू? सब तोसँग मिलेको कति हन् महिनामा पैसा दिन्छन्, ये गर्छन्, वो गर्छन्, के गर्छन्। मुसलमान जादु गर्थ्यो? तिमीले त्यो जादु गरेको देख्यौ? कहाँ देखेको? वहाँ पनि देखेको, तल कमरा तल, सबैभन्दा तल पनि हस्पिटल छ तल, थाहा हस्पिटलको नाम। त्यो हस्पिटलमा सबैलाई जब केही पनि भयो भने त्यहीँ लिएर जान्थ्यो, दबाई दिन्थ्यो। हस्पिटलको नाम के हो याद छ? अब तिमी यत्रो 20 महिनापछि फर्केर आएको छौ, अब फेरि पढ्ने होला नि? पढ्दै हम। नाम लेखाइसक्यो? जहाँ सुरु भइसक्यो 20 गतिबाट। फेरि त्यत्रो कहाँ त्यो मान्छेले लगेर कोठीमा थुनेको फेरि फर्केर आउँछु जस्तो लागेको थियो कि नै? किन कति प्र्याक्टिस गरेँ कति, त्यसपछि लास्टमा सत्तै हुआ। भाग्नको लागि कतिचोटि प्रयास गर्यो होला? कति रोज गर्थे। अरू तिमीसँगै भएका अरू नेपाली छन् नि जो तिमीसँगै बस्ने 16-17 जना, तिनीहरू पनि भाग्न प्रयास गर्थे कि? गर्थे, मगर डरेर तिनीहरू निक्लिन्थेनन्। देखे भयो भने तिनीहरूले त काम मार्दै कति बेसरी मार्थेन् भनेर तिनीहरू डरेर निक्लिन्थेनन्। पिट्थ्यो। पुलिस पनि सबै तिनीहरूसँग मिलेको हुन्, पुलिस पनि इन्सानहरू पनि। सहरमा 100 आर्मी भयो भने त 60-70सँग त मिलेको हुन्, 40-50 यस्तै फाल्तु आफ्नो करम। अब पढेर के भन्ने? थाहा छैन, त ठुलो भयो भने थाहा पाउँछु आफै। केही बन्छु जस्तो लागेको छ कि नै? बन्छु जस्तो त लाग्यो। तिमी जस्तै जसरी भारतमा पुगे या तिमीले भनेअनुसार
त्यहाँ तिमी जस्तै धेरै बालबालिकाहरू थिए। तिनीहरू या जसले अरूले दिएको खानेकुराहरू खान्छन् वा अन्य टेलिभिजन हेरेका तिमी जस्तै बच्चाहरू जो विभिन्न कारणले गर्दा भारतको कोठीमा पुगेका छन्, जो बेचिनु परेको छ या त उनीहरूले दुःख पाइरहेका छन्, यति बेला टेलिभिजन हेरेर बसेका तिमी जस्तै सानो सानो बच्चाहरू वा तिम्रो साथीभाइहरूलाई चाहिँ के आग्रह गर्छौ तिमीले? मिल्यो भने त भन्छु यस्तो कि कसैको दियो हो खाना हुँदैन, कोही दियो भने खाना त सबैभन्दा पहिले भन्ने हो तिमी खाऊ म खान्न भनेर। और क्या कहो ऐसे यार, किसी का मत खाओ ना किसी को खिलाओ। खिलाओ तो अच्छा इंसान देखकर खिलाओ, अच्छा इंसान को देखकर खाओ। ऐसे ऐसे तो बहुत घूम रहे दुनिया में। त्यो ड्रामहरू देखाउ न, कहाँ कहाँ केले यो के हो? ये काट दिन्थे अहिले त सानो भइसक्यो मासु पनि यो ब्लेडले काटेको यहाँनिर पनि ढाम छ। यो चाहिँ के हो? यो त भिडियो सिगरेट चुरुटहरूले जलाइदिन्थ्यो यहाँ पनि। यहाँ जलाइदियो? नमानेपछि काम गर्न नमानेपछि जलाइदिन्थ्यो। भाँडा माझ्ने, कलर लगाउने, कमरामा पोछा लगाउने, माथिबाट तलसम्म साफ गर्ने यस्तो। रातमा सुत्थ्यो, रात कहिले कहिले पूरी रात, कहिले कहिले पूरी रात होइन, कहिले कहिले 8 बजे, कहिले कहिले 11:30 बजे यस्तो। बिहान उठ्न आफूलाई पर्छ, उठेन भने त भिडियो यसो जलाइदिन्छ न, आफै उठाइदिन्छ जलाइदिन्छ भन्दैन। तिमीसँगै रहेका अरू साथीहरूलाई पनि त्यस्तै हो? कसैको हात काट्यो, कसैको खुट्टा, कसैको आँख छैन, कसैको किडनी छैन, टाँका मार्यो। त्यसो त नेपालबाट हराएका धेरै बच्चाहरू भेटिन्छन् भन्ने छैन। बच्चा हरायो र भेटियो यो सामान्य कुरा हो, तर त्यो बच्चा कसरी हरायो, उसलाई कसले लग्यो, ऊ कसरी भागेर नेपाल आयो, यो गम्भीर कुरा हो। टरुवा तालतिर खेल्न गएको समयमा कुनै अपरिचित व्यक्तिले चकलेट खान दिएको र त्यसपछि आफूले केही पनि थाहा नपाएको उनले बताए। उनी कहाँ पुगे, कसरी उनको दिन बित्यो र उनी पुगेको ठाउँमा रहेका नेपाली तथा भारतीय बालबालिकाको अवस्था कस्तो देखे, उनी कसरी भारतको कोठीमा पुगे, के देखे, कसरी घर फर्किए, उनीसँग रहेका अन्य बालबालिकाको अवस्था कस्तो थियो, यो गम्भीर प्रश्न हो। यसै विषय आजको देवचुली सरोकार बनेको छ। एउटा आमालाई छोरा फर्किएला या नफर्किएला, या त फर्कियो भने पनि कहिले फर्केला, भेटिएला या नभेटिएला, के कुराहरू खेल्थ्यो जब छोरा टाढा भयो या छोरा हरायो? मनमा कति कुरा खेले, कति कुरा खेले। एक मनले त जहाँ भए पनि जे भए पनि मैले भगवान्सित वरदान मागेको छु, आउँछ मेरो छोरा एक दिन अवश्य नै मेरो रहेछ भने। मेरो काख आधा दैवले रित्तायो, एक दिन भरिएला भन्ने सपनामै थिएँ म। कति रोयो, कति करायो भनेले मारिदिए तेरो छोरालाई, हड्डी पनि दबाइसके पनि भन्नुहुन्थ्यो। त्यो बेला कस्तो हुन्थ्यो? त्यो बेला हृदय फाटेर आउँथ्यो। म चाहिँ कसैको सामने पनि शिर ठाडो गरेर हेर्न पनि सक्थिनँ।
जुन मन छ जुन चोट छ आफूलाई नै छ भन्नेले जे पनि भन्थे मैले चाहिँ अवश्य नै मैले भगवानसित कमलको फुल दुईटा हातमा राखेर हे भगवान मेरो छोरो जति सक्छौ छिटो घर फर्काइदेऊ म यति सत्य के छु भने मेरो धर्मपुत्र कहाँबाट खोसेर ल्यायो मेरो काखमै लिएर आइदेऊ भनेर मैले व्रत पनि बसेँ छोरो हिँड्यो पुसमा छोरो हराएँ म माघबाट व्रत बसेको म अझै व्रतैमा छु भगवानले मेरो जिज्ञासा र मेरो पीडाहरू चाहिँ बुझ्नुभयो सुन्नुभयो जस्तो लाग्यो छोरो आयो अनि 20 महिना पछाडि छोरो आउँदा चिन्नियो कि नै चिन्यो म घरमा थिइनँ म माथि पसलमा थिएँ घरबाट एक फोन गयो केटो आछ घर आइज भन्ने फोन गयो म झल्यास भयो ठुलो छोरो पनि इन्डिया छ कान्छो छोरालाई त सपनामा कल्पनामा नसोचेको आउला कि नआउला भन्ने त्यत्रो 20 महिना 2-3 महिना छँदा त अब छोरो आउँछ कि भन्ने आशा रह्यो 1 वर्ष बित्यो 1 वर्ष पछाडि फेरि महिना बित्न थाल्यो 20 महिनासम्म पनि छोरो आउँछ भन्ने कुरा चाहिँ एउटा आमाको मनमा चाहिँ रहिरह्यो मेरो छोरो जस्तै यसो रोडमा चाहिँ बच्चाहरू झालाझुलुक देखे पनि चिया पकाउनु लागेको मान्छे नै खुर्रबाट निस्केर हेरिरहन्थे त्यो बच्चा यता फर्किएदेखि चिन्नुहुन्थ्यो अनुहार देखिन जस्तो झल्यास भइरहन्थ्यो मलाई यही छोराको कारणले गर्दा म घरमा बस्नु मन लागेन गाउँमा बस्नु मन लागेन म घरै छोडेर फिल्मल चौकतिर गएर शान्तिनो जब गरेर बसेँ मैले त सोध्थेँ कि मेरो आँखाले देखे छैन अस्ति भर्खरै भन्नुभयो होला कृष्ण म्याडमले भन्नुभयो होला मैले बच्चाहरूको इन्सुरेन्स गर्न लाउँदाखेरि धेरै महिलाहरूले भन्नुभयो अब छोरो घर छोडेर हिँडिहाल्यो मरेको कि बाँचेको अत्तो पत्तो छैन आउँछ कि आउँदैन किन इन्सुरेन्स गर्नुहुन्छ किन खर्च गर्नुहुन्छ भनेर भन्नुभएको थियो मैले चाहिँ मेरो लागि 5 औँला बराबर हुन् मेरो आँखाले जुन दिनसम्म लाख देख्दिनँ त्यो दिनसम्म मेरो छोरो मेरो काखमै छ छोरो साथमा नभए पनि छोराको इन्सुरेन्स छोरो यहाँ छैन छोरो आउँछ कि आउँदैन भन्ने आउँछ भन्ने आशमा चाहिँ इन्सुरेन्स गरियो अनि कृष्ण म्याडमले चाहिँ भन्नुभएको थियो कि मलाई दिदी तपाईँलाई धेरै धेरै धन्यवाद छ तपाईँको छोरो अहिले नजरमा काखमा नभए पनि तपाईँको मन र मुटुमा त रहेछ इन्सुरेन्स गर्नुभयो तपाईँलाई धेरै धन्यवाद हामीले भन्नुपर्ने ठाउँमा तपाईँ आफै जानेर गर्नुभयो यो गरेको तपाईँलाई फलिफाप हुन्छ तपाईँको छोरो सक्के 6 महिनाभित्र नभए 3 महिनाभित्र तपाईँको छोरो काखमा आओस् तपाईँलाई धन्यवाद छ भन्नुभएको थियो कृष्ण म्याडमले 3 महिना पनि पुरा नभइकन छोरो काखमा आयो त्यसपछि छोराको भेट भए पछाडि के कुरा त अब भेट हुँदा त कुरा त के हुने र अझै पनि मैले छोरोलाई चाहिँ यस्ता गन्थन अहिले बरु छोरो यही बोलेर मैले सुने नत्र मैले छोरासित बाबु तिमी कस्तो ठाउँमा पुग्यौ कसरी बस्यौ कसरी दिन बितायौ कसरी वर्ष बितायौ भनेर मैले अझै पनि सोध्न सकेको छैन मेरो मुटु भक्का निर आउँछ सोधेको छैन सानो छोरो भर्खर पढ्दै गरेको हुर्कायो बढायो होइन यो उमेरमा एउटा सानो बच्चा या तपाईँ एउटा आमा हो यस्ता धेरै आमाहरूका बच्चाहरू यसै गरेर हराउँछन् यो त एउटा घटना मात्र मान्न सक्छौँ त्यो आमाहरूको मन कस्तो हुन्छ जब एउटा छोरा आफूदेखि टाढा हुन्छ या कुनै कारणले वा तपाईँको छोरा एउटा कुनै व्यक्तिले कुनै खानेकुरा दिएर लग्यो भने तपाईँले सूचना पनि बताउनु भएको थियो है बताएको टिभी च्यानलमा यस्तै गरेर प्रत्यक्ष छोरीलाई भनेर देखाएको छोरो हिँडेको 3 दिनका दिन चौकीमा गएर पुलिस केस पनि पारेको अनि केही सिप लाएन उपाय लाएन त्यहाँबाट अब हेराउने ज्योतिषीहरू त फल्न ठाउँ छन् भनेको ठाउँमा नपुगेको मैले ठाउँमै भएन ज्योतिषीले कहिलेकाहीँ भेटिन्न भनेर भन्दाखेरि कस्तो हुन्थ्यो भेटिन्न त जहाँसम्म लाग्छ मसित कुनै ज्योतिषीले पनि भन्नु भएन तत्कालै म चोरमारा गएँ चोरमारा ज्योतिषी राम्रो ज्योतिषी छन् अरे भने चोरमारा गएँ 2 बजेतिर यहीँको छिमेकी साथी लिएर गएको थिएँ जाँदाखेरि चोरमाराका ज्योतिषीले हजुरको छोरा बोर्डर कट्न भ्याएको छैन यतै नेपाल बुटोल एरियामै छ गाडी टेम्पो लाइनमा काम गरे खोज्न जानुहोस् रित्तो फर्किन पर्दैन भन्नुभयो म अब त्यति बेला बुटोलतिर गएर घुम्ने कुराहरू भन्दा त आशा पलाउँथ्यो होला है पलाउने अनि म त्यहीँबाट त्यो ज्योतिषीसित कतिखेर त्यहाँबाट निस्केर हिँडौँ चाहिँ भयो त्यहाँबाट निस्केर यहाँ आएर घरमा आएर पैसा खोजेर अनि आफ्नो बाउ मास्तिर काममा जानुभएको बोलाएर लो ज्योतिषीले यसो भने
बुटोलतिर जानु पर्यो भनेर गइयो 2 दिन बुटोल घुमेर आइयो तर छोरो भेटिएन छोरो भेटिएन कता कता जानुभयो खोज्नको लागि बुटोल एरिया सबै डुलेको दिनमा चाहिँ देखे भाग्छ भनेर आफ्नो बाउ चाहिँ एउटा गल्लीबाट हिँड्ने म एउटा गल्लीबाट हिँड्ने गरियो राति पनि 12 बजेसम्म बुटोलतिर डुलियो पुलिस चौकीमा पनि गयो बुटोलमा पुलिस चौकीमा गएर फोटो छपाएर चौकीमा फोटो छपाएर बसपारामा फोटो छपाएर छोडियो त्यो दिनको घटना अहिले याद छ बिहान या उ घरबाट निस्किदाको अवस्था त्यो याद छ के अरे पुस मसन्तरको दिन बिहान 9:30 बजेतिर मलाई त्यो दिन ब्याङ्कमा ब्याज तिर्न हिँड्नु परेको थियो मलाई हतार भयो जाडो बिदा भएको बच्चाहरू अरू पनि घरै थिए ऊ बाबु पनि यही खेलेर बसिरहेको थियो मलाई चाहिँ ब्याङ्कमा ब्याज तिर्न हतार भएको थियो म साइकल लिएर निस्केँ म निस्किएको पछि छोरो निस्किएछ अब दिनभरि चाहिँ अब साथी कहाँ गयो होला जाडो बिदा पनि छ स्कुल छैन बिदा छ साथीहरू कहाँ खेल्न गयो होला भन्ने भयो बिहान अनि बेलुकीसम्म आएन नआएपछि साथीहरू घर गयो होला भनेर साथीहरू घरतिर छोरीहरूलाई साइकल लिएर कुद्न पठाउने क्यानी गरे त्यो दिन पनि आएन भोलिपल्ट केही कतैबाट केही खबर आउँछ कि भन्यो भोलिपल्ट पनि आएन अनि पर्सिपल्ट चाहिँ त्यो के अरे एफएममा जाने चौकीमा जाने गरेँ भर्खर आएको छ पढ्ने इच्छा पनि देखाइरहेछ पढ्न सुरु गरिसक्यो हजुर समतामा भर्ना हाल्दैछु छोरालाई अब के बनाउने अब यत्रो हराएको छोरा आउँछ कि आउँदैन भन्ने मात्र थियो के भन्छ जहाँसम्म लाग्छ अब एउटा जुनी फेरेर अर्को जुनीको रूप लिएर आएको छ अब त केही हौसला चेत पस्यो होला मैले केही गर्नुपर्छ केही गरेर यो समाजलाई देखाउनुपर्छ भन्नुपर्छ बाबु मान्छे बन्नुपर्छ तिमी ठुलो मान्छे बन्नुपर्छ अरू दाइ दिदीले जे जस्तो गरे पनि तिमीलाई चाहिँ मेरो साथ छौन्जेल पढ्छु भनेसम्म मैले पढाउनु छु घरखेत गरेर भए पनि भनेर मैले भनेकी छु भर्खर 5-6 दिन बाहा भर्ना हालेको 4 दिनको दिनबाट परीक्षा छ अब यस वर्ष त अब कटाउला भन्ने उनै भएन यत्रो 20 महिना हराएको बच्चा अहिले आएर एकैचोटि समता बोर्डिङमा भर्ना हाल्दाखेरि कटाउला भन्ने त छैन त्यही पनि जहाँसम्म लाग्छ कटाउँछ कि जस्तो लाग्छ हुन्छ धन्यवाद कुराकानी गरिदिनु भयो हस् हजुरहरूलाई पनि धेरै धेरै धन्यवाद छोरो हराउँदाको विगतका दिन सम्झेर आउँदाखेरि त बोल्नै सकिन्न हृदय फाटेर आउँछ मैले त्यति बेला पनि यही छोरीलाई यहीँ आएर राति फोटो खोजेर लड्न छोरी भाइ यसरी हरायो फोटो लगेर त्यहाँ देखाइदिए भन्न पर्यो खोज्न पर्यो भनियो खर्च कति गरियो लाएर पुगेसम्म यो एरिया वरिपरि जति जम्मै छिमेकी दिदीबहिनीहरू लिएर कोही हेराउनेले टरुवा मन्दिरतिर गएर आश्रममा गुफा राखेछ भन्ने पनि भयो त्यता पनि खोज्न गइयो लाएर पुगेछ मारिमेटी जम्मै गरेको अब चाहिँ नेपाल एरियामै रहेनछ क्या मेरो भयो एक दिन अवश्य नै फर्केर आउँछ अहिले एकछिनलाई त्यस्तै भयो त नि भन्ने भयो अनि त्यहाँबाट अब त्यसपछि अब भन्नेले धेरैले भन्थे मार्दिसक्यो त्यत्रो बच्चालाई लगेर किडनी काटेर बेचिसक्यो छैन जिउँदो भन्ने कसैले के भन्ने गर्नुहुन्थ्यो मैले चाहिँ जहाँसम्म लाग्छ मैले दिनरात मैले भगवान्लाई पुकारेको छु हे भगवान् मेरो लागि तिमी छौ भने मेरो छोरो अवश्य नै आउने छ एक दिन मेरो काखमा भनेको थिएँ रहेछन् भगवान् आयो छोरो काखमा कृष्ण म्याडमले ए दिदी तपाईँले त धेरै उ गर्नुभयो बच्चाहरूको इन्सुरेन्स गरेको जीवन सुरक्षा पनि भयो 3 महिना नआउँदै छोरो काखमा पनि आयो भन्नुभएको थियो आउनुभएको थियो तिमी पसलमा त्यो दिन पनि म रोएँ बोल्न सकिनँ दिदी अब त किन रुनुहुन्छ अब तपाईँको पहिला विगतका दिनमा दुःखको हाँसु थियो भने अहिले सुखको आँसु भयो अब ठिकै छ बाबु फर्के भन्नुभयो हुन्छ खुसी लाग्यो हस् छोरा त फर्केर आयो कतिको खुसी लाग्यो खुसी त यहाँभन्दा के हुन्छ र कहिले लागेको थियो कि नै छोरा फर्केर आउँला यसरी भेटघाट होला भन्ने लागेको थियो कि नै धेरै आश मेटिसकेका थियौँ हामीले अब टाइम पनि धेरै नै बित्यो 19-20 महिना भइसक्यो कहिले आउँछ कि आश त मरिसकेको थियो होला है धेरै आश मरिसकेको थियो तर अचानक आउँदाखेरि फिल्मै जस्तो भइरहेछ
छोराले भन्दै थियो कि म घरमा आउँदा कोही मान्छेले को आयो हो कि होइन चिनेनन् भन्ने कुरा गर्यो। त्यसो त त्यही 9 बजीतिर आएको थियो हो, पछाडि आएर बसेर डाइरेक्ट ऊ घर आउनु सक्यो। बिहान कि रातिको, अनि डराएर झ्याप पाउनु नसक्यो होला। रातिमा आएको, रातिमा आउँदा कि भूत भनेर पनि डर लाग्यो होला। त्यस्तो त केही भएन, तर ऊ चाहिँ डाइरेक्ट घर आउनु सकेन, डरायो होला, गाली गर्छ के गर्छ भनेर। अनि यता साइडमा बसेर दिदीलाई छोरीलाई दिदी चाहिँलाई बोलाएर चाहिँ अनि उसले छोरीले बोलाएपछि म गएको, म देख्ने बित्तिकै उसलाई चिनेँ। अनि चिनेर अनि भित्र लिएर आएँ। अनि आयो भने गाउँमा नि हल्ला ठुलो भयो के, त्यसपछि धेरै गाउँका मान्छेहरू आए, त्यस्तै भयो। अनि यो घटनाबाट सिक्नुपर्ने पाठ, एउटा छोराले जसरी दुःख पायो, सानो केही कुरा खाँदैमा होइन, कसैले दिएको खानेकुरा खाँदैमा र ऊ जसरी भारत पुग्यो, भारतमा पुगेर पनि दुःख पायो, जसरी उसले म फुत्किएर आएँ, म बाँचेर आएँ भनिरहेको छ, यो कुराले चाहिँ के पाठ सिक्न सकिन्छ? तपाईँले सिक्ने पाठ र अन्य समुदायले सिक्ने पाठ चाहिँ के हो? यो त यस्तो हो, आफ्नो बच्चाहरूलाई सिकाउनु पर्ने कुराहरू, जो पाइल दिए त्यही चिज नखाने, बुवा मम्मीले भनेको मान्ने, र बाहिरी मान्छेहरू कसले के दिन्छ कसरी दिन्छ त्यो राम्रोसँग ख्याल गर्नु सिकाउनुपर्छ। अब राम्रोसँग पढोस्, ठुलो मान्छे बनोस् भन्ने सोच छ। हुन्छ, धन्यवाद। हजुरलाई यसैबीच हामी यसै क्षेत्रका केही स्थानीयहरूलाई यस घटनाबाट के पाठ सिक्न सकिन्छ र आगामी दिनमा यस्ता घटनाहरू दोहोरिन नदिन कसले के गर्नु पर्ला, बच्चा, आमा, छरछिमेकी लगायत घर परिवारको भूमिका के हुन सक्छ, हामी केही स्थानीयलाई सोधेका छौँ। जस्तै यो विजय बाबुको घटनाले गर्दाखेरि छरछिमेकी, आमा बाबुको भूमिका र समाजमा के हुनपर्छ मलाई जस्तो लाग्छ भने बच्चाहरू कुन समयमा खेल्न गए, कति समयदेखि कति समयसम्म क्लासमा पढिराखेका छन्, बच्चा बच्ची आफ्नो नजरबाट कति सेकेन्ड अथवा आफूभन्दा पर छन्, यी कुराको लागि बाबुआमा र छरछिमेकीले चाहिँ एकदमै समयको बच्चा बच्ची आफूसित बच्चा बच्ची कति समय टाढा छ भन्ने कुरालाई एकदम ख्याल गऱ्यो भने चाहिँ यी घटनाहरूबाट हामी एकदमै सचेत हुन सकिन्छ र यस्ता घटना दोहोरिएर चाहिँ हुँदैन। र समाजमा नौलो मान्छे आएको देखेपछि जस्तै जोगीको भेष लिएर आएका हुन्छन्, जादु खेलाउने भनेर नाटक गरेर आएका हुन्छन्, ती कुरालाई पनि यो मान्छे कस्तो खालले आएको हो त भन्ने कुरा अलिकति बुझेका छरछिमेकीले पनि त्यस्तो मान्छेलाई वाच गरेर हेरिदियो र अलिकति उनीहरूसँग कोहीसँग गरिदियो भने गाउँमा त्यस्तो खालको फटाहरू मान्छेहरू पनि पस्न सक्दैन र त्यस्तो हाम्रो बच्चाहरू गाउँघरमा ललाइ फपकाइ गरेर लैजान सक्दैन होला जस्तो मलाई लाग्छ। धेरै बालबालिका कम मात्र भेटिन्छन्। हामी हरेक दिन जस्तो नेपालबाट केही बालबालिकाहरू हराएको खबरहरू सुन्छौँ, तीमध्ये केही मात्र फेला पर्छन्। हजुर, त्यो त सत्य कुरा हो, धेरै बालबालिका हराएका हुन्छन्, तर सबै हराए जतिका चाहिँ हामीले पाएका चाहिँ हुँदैनौँ। त्यो हामीलाई शङ्का के लाग्छ भने अब इन्डियातिर लैजान्छ, अब किडनी बेच्ने, अब यस्तो मुटु कलेजा बेच्ने, यस्तो खालको चाहिँ अब प्रवृत्ति चाहिँ भइराख्ने हस्पिटलमा पनि अब भइराख्ने हुँदाखेरि अब बच्चाहरू लगेपछि पक्कै यही गर्छ होला जस्तो चाहिँ हामी नजान्ने गाउँका किसानहरूले पनि यस्तो शङ्का चाहिँ गरिएको हुन्छ। यही कुरामा पनि थुप्रै कुरामा यो देवचुली च्यानल घर घरै खेतमै पुगेर समाजको लागि र नजानेका गाउँघरका दिदीबहिनी बच्चा बच्चीको लागि केही गर्नुपर्छ भनेर आफ्नो अमूल्य समय दिँदै र धेरै धेरै देवचुली टेलिभिजनलाई धन्यवाद दिँदै म पनि बिदा हुन्छु। हस्त, धन्यवाद। सर्वप्रथम त यो बाबु हराएको विषयमा हामी अत्यन्त यो हाम्रो छिमेक, हाम्रो गाउँको छोरो अथवा हामी सबैको छोरो हराएको मानेमा हामी अत्यन्त दुखी थियौँ र अर्को माने के भयो भने बाबु फर्केर आयो, अत्यन्त खुसी छौँ। र अर्को कुरा हामीले बच्चाप्रति रेखदेख गर्नुपर्ने कुराहरूमा अघि नै सीताजीले भन्नुभयो, बच्चा कहाँ छ, यति बेला के गरिरहेछ, मेरो बाबु चाहिँ कहाँ गइरहेको हो भनेर विशेष गरी त घरमा आमा बुवा दिदीबहिनीहरूले नै ख्याल गर्नुपर्ने हुन्छ, घरको गार्जेनले नै। अनि रहेको कुरा गार्जेनको नि कहिले कता विशेषता भएको हुन्छ र छिमेकीहरूले पनि यो बाबु
चाहिँ कता हिँड्यो त यति बेला भन्ने कुराहरू छिमेकीको पनि उत्तिकै दायित्व हुन्छ, बच्चाहरूप्रति हामीहरूको पनि त्यत्तिकै दायित्व हुन्छ। अब यस्ता घटनाहरू आगामी दिनमा घट्न नदिनको लागि म के देख्छु भने एउटा कुरा, नयाँ मान्छे कुनै पनि वेशभूषा अलग मान्छे, हामी लगभग यो गाविस अथवा नगरपालिकाको वरिपरिको व्यक्तिहरू चिन्छौँ, यो मान्छे कहाँको हो, के काम गर्छ भन्ने कुराहरू हामीले चिनेका हुन्छौँ। र अलग अनुहार, भिन्न अनुहार आयो भने यो मान्छे कस्तो कामले आइरहेको छ, के कामले आइरहेको छ, यसको एउटा हाउभाउ अथवा हेराइ हिँडाइ कस्तो छ बच्चाहरूप्रति अथवा हामीहरूप्रति। हामी ठुलै मान्छे पनि उनीहरू झुक्क्याएर लान सफल हुन्छन्। र हामी सुनेका छौँ एउटा ठाउँमा लगेर गुन्डाहरूले हातखुट्टा काटिदिएर उनीहरू घर घरै माग्दै हिँडेर दिनभरि असुल गरेका पैसाहरू ल्याएर उनीहरू बेलुका मोज मस्ती गर्ने एउटा माहौल सिर्जना भएको छ भन्ने हामीले सुनिराखेका छौँ। त्यस्तो नहुन दिनलाई हामी सबै यो समाजमा बस्ने व्यक्तित्वहरूको सबैको जिम्मेवारी छ कि यहाँ नयाँ खालका एउटा विकृतिहरू आउन नदिने र नयाँ मान्छेहरू आउँदा उनीहरूको हामीले अत्यन्त निगरानी गरेर उनीहरूलाई चाहिँ यहाँबाट बाहिर्याउने चाहिँ हामीले त्यस्तो खालको प्रक्रिया हामीले मिलाउनु पर्ने हुन्छ। र हाम्रा बच्चाहरूको विशेष गरी त घरमै गार्जेनहरूकै, आमा बुवा दाजुभाइ दिदीबहिनीहरूकै भूमिका हुन्छ। र अर्को कुरा, स्कुलमा जाने क्रममा सरहरूको विद्यालयभित्र पसिसकेको क्रममा विद्यार्थी यहाँ छ कि छैन भन्ने कुरा स्कुलमा विद्यालयको टिचरहरूको पनि उत्तिकै भूमिका हुन्छ। र स्कुलबाट छुटिसकेपछि बच्चा घर आयो कि आएन भन्ने घरको अभिभावकको भूमिका हुन्छ। र मेरो बालक कतिको अलिकति चुलबुल भावनाको अथवा हामीले भनेको मान्दैन, जुन बच्चा भनेको मान्छ, स्वाभिमानी छ, त्यो बच्चा त्यति हिँड्दैन। जुन बच्चा अलिकति भनेको मान्दैन, सबैका स्वभावहरू एउटै हुँदैनन्, अलग अलग स्वभावका बच्चाहरू हुन्छन् अथवा हामीहरू हुन्छौँ। त्यस्तो खालको मान्छेको विशेष गरी निगरानी राखेर बाहिरी मान्छेहरू यहाँ भित्रिन नदिएर हामीले आफ्ना मान्छेहरू, आफ्नो समाजको आफै संरक्षण गर्नुपर्ने आवश्यकता हुन्छ। हुन्छ। अब यस्ता घटना हुन नदिन चाहिँ तपाईँहरूको भूमिका चाहिँ के हुनसक्छ? हाम्रो भूमिका भनेको, मुख्य भूमिका भनेको घर परिवारै हो। आफ्नो बच्चालाई आफै नै सचेतमा राख्नु र आफ्नै गर्ने मुख्य भूमिका घर परिवारको। दोस्रो भूमिका छरछिमेकीको। छरछिमेकीले को बच्चा कहाँ गइरहेको छ, कसको बच्चा कहाँ छ भनेर सबैले नजर घुमाइयो, नजर पुर्याइदियो भनेदेखि उसको बच्चा उसले हेरिराखेको हुन्छ, उसको बच्चा उसले हेरिराखेको हुन्छ। सबै बाबुआमाकै भूमिका जस्तो घरको छिमेकीबाट नि हुन्छ। भान्जा हराएको आज 20 महिनामा म 18 महिना दिदीसित बोल्दा पनि बोलिनँ। कारण के थियो कि बालबच्चालाई ध्यान नलाएर त आफ्नो व्यापारमा आफ्नो उसमा हेरेर अब बच्चा हराए, अब यस्तो भयो भनेर म दिदीसित धेरै उस गरेँ। अब अहिले भान्जा आए, तर यो जुन यसरी हराएको भान्जा आउँछन् भनेर कसैलाई पनि कल्पना थिएन। तर मलाई चाहिँ लाग्थ्यो यिनी कि बच्चा यिनी सकुशल छन्, आउँछन् कुनै दिन लागेको थियो। यसमा अब जस्तो अब यिनीबाट थिए अलिकति दिमाग लगाए, यिनी भागेर आउन सफल भए। त्यस्तै धेरै बच्चाहरू त्यसरी छन्। त्यस्तो ठाउँमा अब कसरी बसेका छन् अरू बच्चाहरू, तिनीहरूको लागि खोज्नको लागि पहल गर्दैन प्रशासनदेखि लिएर हरेक मिडियाले यतिको सहयोग गरेको छ भने त्यसको पछाडि लागेर प्रशासनले पनि आफ्नो हात अगाडि बढाइदिने हो भने बच्चाहरू हराएका बच्चाहरू फेला पार्नमा धेरै मद्दत पुग्ने थियो। यस्ता घटना अब नघटुन्, त्यो बालकले पाएको जस्तो दुःख अब अरूले पाउन नपरोस्। देप्चुली सरोकार युनिट यही चाहन्छ। भारतको कोठीबाट भागेर गाडीको डिक्कीमा बसेर ऊ नेपाल फर्कियो। एउटा सानो पात्रलाई ओभ्याएर हेर्ने हो भने यो विषय जटिल छ। नेपालबाट मानिसहरू हराइरहेको सम्बन्धी सूचना हामी हरेक दिन सुन्छौँ, तर भेटिएको कमै मात्र। अझ बाल बालिका त यसको उच्च जोखिममा रहेका छन्। त्यसैले यस्ता कार्यहरू तत्काल रोक्न सुरक्षा निकाय, घर परिवार, समाज, राष्ट्रको नीति र बालबालिकालाई समेत सचेत बनाउनु आवश्यक देखिन्छ। यति मात्र भन्छौँ, नेपालबाट बाल बच्चालाई बेहोस बनाएर बेच्ने काम तत्काल रोकियोस्। यसतर्फ
ध्यान पुगोस् सम्बन्धित निकायको। त्यो अबोध बालकले पाएको जस्तो दुःख अरू कुनै बालकले भोग्न नपरोस्। नेपालबाट हरेक दिन जस्तो यस्तै गरी बालबालिका हराउने गर्छन्। यसको लेखाजोखा र न्यूनीकरणको लागि सरकारवालाको प्रयास शून्य जस्तै छ। नेपालबाट अझै धेरै बालबालिका बेचिएका छन्, हराइरहेका छन्, अनि धेरै आमाको काख रित्तिएको छ, अझै रित्तिनेवाला छ। नेपाली समाजलाई यिनै कुराले चुनौती दिइरहेको छ। कहिले रोकिन्छन् यस्ता घटना? चुनौतीको विषय बन्दैछन् दिन प्रतिदिन। ख्याल गरौँ है बालबच्चाको, फेरि यस्तै खबर सुन्न नपरोस्। हवस् त, नेपाली समाजप्रति थपिएको एउटा नयाँ चुनौती। बालबालिका कतिको जोखिममा छन्, उनीहरू कसरी हराउन सक्छन्? घर परिवार समाज र राष्ट्रले बालबालिका हराउनबाट जोगाउन के गर्नु पर्ला? आजको देप्चेली सरोकारमा हामी यो विषयलाई प्रस्तुत गर्यौं। कस्तो लाग्यो? जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव र प्रतिक्रिया हामीलाई व्यक्त गर्न नभुल्नुहोला। भोलिको देप्चेली सरोकारमा हामी नयाँ विषयवस्तुलाई उठान गर्नेछौँ। तबसम्मको लागि देप्चेली सरोकार युनिट र म अर्जुन सापकोटा बिदा हुन्छु। तपाईँ मध्य नेपालकै पहिलो टेलिभिजन देप्चेली टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार। DJ Brain.